हाम्रो पृथ्वी दर्शक दल समाजको पिकनिक छ आज माया दिन जान्नु बर्थडे भ्लग कस्तो हुन्छ हेर्नु आज मेरो बर्थडे हो एकजना यता 4GB आए र पुरै सकेर 15 नम्बर सकाएर आउनेको 1000 मम्मी हे मम्मी बर्थडे थ्याङ्क यू पोपु हेलो गुड मर्निङ गुड मर्निङ आज त मेरो बर्थडे मेरो र अस्मिताको तर अस्मिता अमेरिकामा छ सो आज म एक्लै सुरु गरिरहेको छु अनि आज चाहिँ माघ 10 गते हामी चाहिँ अब मन्दिर जाने तयारी छ अहिले ठ्याक्क 8 बज्यो होइन बर्थडे चाहिँ मन्दिरबाट सुरु गरौँ न भनेर हाम्रो पृथ्वी दर्शक दल समाजको पिकनिक छ आज अनि बेलुका कतै गइन्छ होला फेरि पिकनिकबाट आएर त्यसो अब म आज भ्लगमा देखाउँछु माया दिन जान्नु आफ्नो काम कर्तव्य केही नभुल्नु उत्तर प्रगतिको आशीर्वाद धेरै धेरै एकदम मायाले श्रीमान पाइछौ धेरै माया गर कहिले स्वर्ग स्वर नहरिकन धेरै धेरै आशीर्वाद भगवान्ले रक्षा हारुन् अब हामी मन्दिर जान्छौँ कात्यायनी मन्दिर गएर आउँछौँ यो चाहिँ हाम्रो घरको मन्दिर पहिला घरको मन्दिरमा दर्शन गरेर अनि अब मन्दिरको लागि निस्किसक्यौँ होइन हाम्रो चाहिँ आजको बर्थडे भ्लग कस्तो हुन्छ हेर्नु ल यो चाहिँ हाम्रो मन्दिर पृथ्वी दर्शक दल समाजको माथि कात्यायनी दुर्गा मन्दिर छ अनि यहाँबाट चाहिँ हामी अब माथि जान्छौँ आज मेरो बर्थडे हो Bruno, out. Good boy. ल अब हामी पिकनिकको लागि निस्किँदैछौँ त्योभन्दा अगाडि चाहिँ एक कप कफी खाएर जानु होला अब हामी जाँदैछौँ पिकनिकको लागि आज चाहिँ दिन अलिक चिसो चिसो छ हिमाल पनि देखेको छैन डुम्म छ अब घाम लाग्यो भने त रमाइलो हुन्छ धेरै चिसो हुनेवाला छ ल हामी चाहिँ यहाँ कफी खान आएछौँ होइन कफी नि हामी पिकनिक स्पटमा आइपुगेका छौँ यता राख्ने हाम्रो ब्रेकफास्ट चाहिसक्यो यहाँ चाहिँ हाम्रो टोयलेट बन्छ हाम्रो यहाँ पानीलाई वहाँसम्म पुऱ्याउने प्रयास भइरहेको ल अब पानी हाम्रो वहाँसम्म पुगिसक्यो कस्तो भइरहेछ त तिम्रो पिकनिक रमाइलो हो बिहान के पकायो आएर पुरी यहाँ चाहिँ पानी जोड्ने प्रयास भइरहेछ हुन्छ कहिले भिरोलो दुध हुन्छ हैन कहिले मिठो लाग्छ फेरि कहिले हो त्यो करेला नि गाली नि मिठो हुन्छ नि त कुन ठाउँमा लाग्छ तरै उहाँ भएको ठाउँमा आयो राम्रो एकजना यता 4GB आए यहाँ चाहिँ भाइहरू पुरै क्रिकेट खेल्दैछन् होइन गुरुआमाहरू चाहिँ यहाँ पुरै बसेर गफ गर्दै हुनुहुन्छ उता चाहिँ
कोही खाना बनाउनेतिर लाग्दै हुनुहुन्छ। मतलब मेडिकल चेकअपको लागि कतिको जानुहुन्छ? एकछिन पिकनिकलाई बाई बाई भनेर अब हामी निस्किँदैछौँ। म आज पछाडि बस्छु होइन तिमीलाई गर्दा ओइ न्याउरी मुसा गएर आउ गएर यहाँ गएतिर ल्याउने मुसा देखेको राम्रो हो कि नै? राम्रो हो। अब साइज हो नि त बेबीले अब कस्तो सपिङ गर्छ है त। अब बेबीले मलाई कस्तो किनिदिन्छ है त। अब हामी वहाँ महेन्द्र पुलतिर जाँदैछौँ। कितै हो हामी अब यहाँ माडवारी आएको छौँ। भ्लगको लागि मिठो थियो भन्न मिल्दैन, मिठो त थियो तर उसलाई चाहिँ पुरियाली दह्रो लागेर एकदम। ल हामी अब यहाँ पिकनिकमा आइसक्यौँ फेरि महेन्द्र पुलतिर घुमेर होइन। सपिङ चाहिँ खासै भएन, हामी घुमेर मात्रै आयौँ, दही पुरी खाएर आयौँ। ल अब हामी बिङ्गे खेल्न जान्छौँ। ल हेलो गरिदिनु। हाम्रो चाहिँ बिङ्गो सुरु भएको छ। हामी दुइटाले एउटा टिकट लिएछौँ होइन। यसको एउटा टिकटको प्राइस चाहिँ 100 रुपियाँ हो। अनि जित्यो भने चाहिँ जित्यो यस्तो हुन्छ है, यहाँको लाइन पुरै बनायो भने 500 रुपियाँ, अनि सबै भयो भने 1000 रुपियाँ हो कि। एउटा लाइन पुऱ्यायो भने नम्बर भन्नुहुन्छ अनि क्रस 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 ए खोप्ने हो। 4 कर्नर मिलाएर आउनेलाई 500 रुपियाँ, 7वटा अङ्क काटिनेले अर्को 500 पायो। अघिको 4वटा कर्नर मिलाएर फेरि क्विक 7 भयो भने त्यसले 500 1000 बन्छ। त्यसको टिकट हाउसफुल नभएसम्म रहिरहन्छ। एउटा 500 रुपियाँ दाम मिडल लाइन, बिचको लाइन पुरै सक्यो भने त्यसले पनि बिचकोले नि 500 पायो। 3टा क्विक 7, 4 कर्नर र बिचको लाइन, 3टाको 500 र पुरै सकेर 15वटै नम्बर सकाएर आउनेको 1000। 2500 बिकेको 2500लाई बाँडेको। यो रमाइलो गरेको, संस्थाले रमाइलो गरेको। यहाँ अब दुईटा बल बनिन्छ अहिलेसम्म होइन। 2टा नम्बर नम्बर 4 and 6 46 10 11 12 1 2 3 मात्रै तिनटा नम्बरमा हामी सबैजना हार्यौँ। तरकारी तिमी प्लेट लिएर आऊ। रोजीले एउटा प्लेट लिएर आऊ न। प्लेट ल्याउने कस्तो छ सब हामी यहाँ पिकनिक खाँदैछौँ। र हाम्रो यस्तो खाना चाहिँ सब मिठो रहेछ ल। सब यस्तो बारीको आठामा बसेर होइन हामी पुरै वनभोज जस्तो खायो। बारी भोज वनभोज बनले टाढै छ।
ल हाम्रो पृथ्वी दहरको पिकनिक अब यहाँ सकिँदैछ। अब हामी चाहिँ स्कुटरमा थियौँ तर जाँदाखेरि अब गाडीमा जाँदैछौँ। तिमी कहिले हरियो बस चढेछौ? चढेछु म प्लस टू पढ्दा सधैँ यही हरियो बस प्लस टू पढ्दा के हुन्छ थाहा? म चाहिँ सधैँ कर्मचारीको बस चढ्थेँ अनि त्यो बसले चाहिँ छिटो ल्याउँछ भनेर कि अनि फेरि चाहिँ त्यो बसमा म चढ्छु थाहा थियो। त्यही भएर जति भिड भए पनि त्यही कर्मचारीको बस नै रोकेर चढ्थेँ कि। त्यस्तो तर आफ्नो बर्थडेको केक लिन आफै जानु परेछ। हाम्रो पुलमा यस्तो पनि छ एउटा पार्कको जस्तो होइन, उतापट्टि टोयलेट छ होइन, उतापट्टि झन्डा पार्क रहेछ। ल अब हामी यहाँबाट केक लिएर निस्किसक्यौँ होइन। हामी पिकनिक खाएर आएर यहाँ चटपट खाँदैछौँ होइन। ब्राह्मणसित भने हे माता पिता तिमीहरूको दया कृपाले कन्यादान पाएँ, घर छाडी आएर यहाँ बसेको धेरै दिन भयो। यहाँ उहाँ घरको हेरविचार गर्ने कोही छैन, आज्ञा पाए घर जाँदा हुँ। यस्तो शिव शर्माको वचन सुनेर शिवबाट ब्राह्मण भन्दा चाहिँ हेद चाहिँ Happy birthday to you. Happy birthday to you. ल ह्याप्पी बर्थडे टु यु। Happy birthday to you. Happy birthday to you, Babu Nanu. Happy birthday to you. ल ह्याप्पी बर्थडे। हाम्रो बर्थडे ब्लग यहीँ इन्ड हुँदैछ। अब अर्को ब्लगमा भेटौँला। बाई बाई।